सबैजनालाई दर्शन नमस्ते। यो गाडी हो, यो चाहिँ म दमाममा थिएँ हिजो दमाममा थिएँ। 2-3 दिन पछाडि मुदिरले फोन गरेर भन्छ रियाद जानलाई, रियाद जा भन्यो। अनि म रियाद आएँ। एउटा बत्ती नै बोलेको नरहेछ कि छिटो छिटो जानुपर्ने हुन्छ। बत्ती नै बोलेर यहाँ चाहिँ एउटा बुलाब बोलेन छ कि दुई साइडकै बन्द भए गर्छ। पहिले एक साइडको बोल्छ, हिजोसम्म बोलिरहेको थियो। अहिले एक साइडको बन्द भयो क्या। यहाँ रियाद आइपुग्नु लाग्यो। झन् सिटी बजार आइपुग्ने बेला यहाँ बन्द भइदिएछ। पहिला यसलाई खोलेर बनाउनु पऱ्यो। यो खोलेर बनाएर भ्याएछ अरू त्यसै यताको उताको यता गराइदिनु पऱ्यो क्या। मसँग फेरि बुलाबहरू अब छैन कि। यो बुलाब चाहिँ बिग्रिएछ कि, यो पार्किङ बुलाबै बोलेन कि। यसरी छेउको बोल्नु पर्ने बोल्दिएन कि। रात परिसक्यो, अब कतिखेर हो अब छैन हालेन भने त बच्छ। म फेरि आज टेलर छुटाएको, सबै टेलरमै छोड्यो कि सामान। मेरो सामान त्यति छँदै छैन कि। अब यति डबल इन्डिकेटरमै जानुपर्छ। यो मेरो अस्ति के टेलरमा हिँडिरहेको थिएँ। टेलरमा हिँड्दाखेरिमा चाहिँ के अरे त्यति धेरै चाहिँदैन कि यो रासको लाइटहरू। अनि अहिले चाहिँ के भएछ भनेदेखि त्यो फ्युज भएछ क्या एक साइडको। पार्किङ बुलाबै फ्युज भएछ। बिहानसम्म त बोलिरहेको जस्तो लाग्थ्यो। अनि फेरि दिउँसो आइरहेको थिएँ नि त। अहिले आउँदै रात परिहाल्यो। म किनभने दमामबाट आएको, मलाई चाहिँ एकैचोटि पठाइदियो कि। म अस्ति खाली गएको थिएँ। किनभनेदेखि पठाउनुको रिजन चाहिँ के रहेछ भनेदेखि यो चाहिँ मैले चलाइरहेको अहिलेको गाडी चाहिँ यो अप्ट्रोस कम्पनीको हो। यो अप्ट्रोस कम्पनीको गाडी चाहिँ के अरे लास्ट 2023 हो कि लगभग 2024 भन्दा नि भयो। अनि यो गाडी चाहिँ खै कता पठाउने रे। अनि त्यो पठाउनेको चक्करमा अनि त्यस पछाडि मलाई मान गाडी दिने होइन बोलाएको छ। हेरौँ मान गाडी कस्तो रहेछ। अब धेरै छैन, 1 घन्टा लाग्छ जानलाई। लगभग आइपुगिसकेको छ आउनु त। तर यो लाइटले गर्दाखेरि चाहिँ अलिकति दिमाग खराब गरिदियो कि। फेरि यो लाइट पनि फेरि मसँग त्यो रेन्चहरू केही थिएन। बुलाब पनि थिएन मसँग। बुलाब थियो, मैले टेलरमै छोडेर आइदिएँ। अनि यो गाडी मैले हेरिनँ बुलाबहरू त्यतिखेर। अनि इन्डिकेटरकोलाई फेरि मैले पार्किङकोमा हालिदिएँ। अनि पार्किङको इन्डिकेटरको बत्तीले काम गर्यो। अनि मैले निक्लिसकेँ। अब राति गएर अनि त्यसपछि गाडी चेन्ज गर्छु, हेर्छु कहाँ के गर्दो रहेछ। अनि फोन हानिरहेको थिएँ फेरि पनि 1 घन्टा चाहिँ लाग्छ भन्दैको। ल अल्छी आइज त भन्दैछ। अब चाहिँ अनि बत्ती चाहिँ मऱ्यो कि के अरे। अलि नजिक पुगेर चाहिँ फेरि चेक गर्छु। अहिले चाहिँ रातै परिसक्यो। किनभने सब बत्ती बाल्ने बेला भइसकेको थियो कि। दमामबाट रियाद आइपुगेँ। यो गाडी चाहिँ म छोडिदिएँ कि। यो गाडी चाहिँ चलाउँछ, अब कसले चलाउँछ। अबबाट मेरो भाग चाहिँ यो रे। यो बङ्गालीले यहाँ घुमाइरहेछ। जेरीको वर्कसप भइहाल्यो। म चाहिँ यहाँ अल्फाराजको जेरीको वर्कसपमा आएको छु। यहाँ चाहिँ हिजो दमामबाट आएर गाडी चेन्ज गर्न आएको। वर्कसप यस्तो छ, बनिरहेको अझै। परपट्टि बनेर सिद्धिएको चाहिँ छैन। त्यो एउटा गाडी यहाँ छ, पुराना गाडीहरू। यो चाहिँ सबै गलपमा जानको लागि आएको। यो सब गलपमा जान्छ। यो MP5हरू हो। मेरो चाहिँ हेरे यस्तो गाडी थियो कि अस्ति चलाएको चाहिँ। अहिले चाहिँ मेरो यहाँ छ। अहिले चाहिँ मेरो यो गाडी हो, यो मानको गाडी। पहिला चाहिँ यस्तो थियो। यो चाहिँ अक्ट्रोसको MP5। हिजो बेलुकी आइपुगेको थिएँ। हिजो बेलुकी आएर नि गाडी खाली यो रास चेन्ज गरेँ। अनि रास चेन्ज गरेर यहाँ फेरि यसको एक्स्ट्रा पिनहरू हुँदो रहेछ कि। यहाँ एक्स्ट्रा टायरहरू निकाल्यो।
एक्स्ट्रा टायरहरू निकालेर सामानहरू थियो अलिअलि सामान हाल्यो। अब दमामको टेलर जोड्न जानु छ फेरि यो गाडी लिएर। भित्र कस्तो छ भन्दै फेरि यसको भित्र फेरि यसको रिमोट छैन कि अहिले। भित्र हेऱ्यो भने यस्तो छ। यहाँ चाहिँ सामानहरू दमामको सामानहरू हालिदिएछ अलिअलि। गाडी चाहिँ भित्र यस्तो छ। मैले पहिला यो MP5 चलाएको चाहिँ धेरै बेर भएको थिएन कि। यो चाहिँ MP5 हो अक्ट्रोस कम्पनीको। 3 महिना जति भएको थियो, 2 महिना 3 महिना समथिङ भएको थियो। फेरि अनि यो नयाँ गाडी गलपमा पठाएर यो मान गाडी चाहिँ कार क्यारियरमा हाल्ने भनेर फेरि कार क्यारियरमा दिइरहेको छ। हेरौँ कार क्यारियरमा कस्तो चल्दो रहेछ। गाडी हेर्दा यस्तो छ। गाडी त ठिकै लाग्यो चलाउनलाई। यो चाहिँ मान कम्पनीको भइहाल्यो। यो चाहिँ अक्ट्रोस कम्पनीको। लिइसके पछाडिको 3 दिन पछाडिको ट्रिप हो यो। किनभने म जेद्दा जाँदैछु। के अरे धिराब आइपुगेँ। यो धिराबबाट ठुल्ठुलो गाडीहरू छ। यो म धिराबबाट भिडियो बनाइरहेको छु। यो चाहिँ धिराबमा छु। यो के अरे यता गाडीहरू आइरहेछ। यो चाहिँ ठुल्ठुलो गाडी लोड गरिदियो। ठुल्ठुलो गाडी लिएर आयो। मान गाडीमा फर्स्ट टाइम यो अक्ट्रोसबाटको मान गाडीमा फर्स्ट टाइम लिएर आयो। त्यो ठिकै देख्दो रहेछ।